साथीहरू म चाहिँ अनि मेरो मम्मी अनि हामी चाहिँ सोतर सोर्नु गएको अनि यो चाहिँ हाम्रो घर हो। अनि घरदेखि माथि पुगे पछाडि चाहिँ मलाई याद आयो मिनी ब्लग बनाउनु पर्यो आज सोतर सोरेको भनेर। अनि मम्मीसँग चाहिँ जङ्गल पुग्यौँ अनि सोरेर पनि दुईवटा गोरु सानो सानो छ अनि एउटा राँगा छ। यो चाहिँ हाम्रो लेकबारी हो। लेकबारी मल लाएको अब माग लाग्यो नि त अनि मकै छर्ने बेला भयो। आलु भनेको अगाडि पुरो हरियै पलाइसकेको छ। अनि लेकतिर चाहिँ मागमै छर्नुपर्छ नि त अनि सोतर लगाइदिएको। अनि अब थोरै वस्तु छ अब धेरै पाल्न सक्नुहुन्न मम्मीहरूले। अनि बारीतिर पनि अब सोतर सोर्दै लाउने भनेर मम्मी र म चाहिँ आएको। अनि यो ठुलो टार छ टारको चाहिँ भिडियो बनाएको छुइनँ भरे भोलि म बनाएर लाउँछु है। अनि के भन्छ यो टारभरि पिकानट रोप्नु भएको छ है बुवाले 40-45 बोट रोप्नु भएको छ बुवाले पिकानट। अनि पिकानटलाई पनि मल होस् भनेर मम्मीले सोतर सोर्दै हुन्छ। मम्मी र म सोतर सोरेर ड्यामी सोरेर बारीमा खनाउने हो। अनि बारीमा खनाउने अनि यही मल अब यस्तो वस्तुले धेरै मलाउनु सक्दैन नि त। बारीको बिचमा फेरि पिकानट लगाइदिनु भएको छ बुवाले। अनि अब 1-2 साल मात्रै गर्ने हो त्यो पनि पिकानटको लागि। अनि बुवा र मम्मी मात्र हुन्छ। ठुलो टार छ क्या गोरुले जोत्यो भने मात्र 5 हल 5.5 हल लाग्छ। अनि अब मलाउनु सकिँदैन त्यही भएर यो पत्कर ओसारेको है हामीले चाहिँ। अनि सबै भिजाए पछाडि अनि मम्मी र म चाहिँ एक बारी लगेर घर आएको। घरमा पनि दुना भैँसी छ नि त मम्मी र बुवा दुईजना मात्रै हुन्छ र पनि वस्तु चाहिँ डह्रो पाल्नु भएको छ सुँगुर छ। अनि यो चाहिँ हाम्रो घर हो हामी घर आइपुगेको। अनि त्यस पछाडि चाहिँ यो चाहिँ हेर्नु न कुखुराले मेरो फुलहरू सबै खाएर एउटा छैन। यो चाहिँ मैले कुचो थुतेको है बुवा र मैले। अनि आज चाहिँ मेरो ब्लग यति नै हो। आजको मेरो ब्लग चाहिँ यति नै हो।